भनिन्छ यस मन्त्रको उच्चारण सुन्नासाथ धनका देवता कुबेर स्वयं पनि पछाडि हट्न सक्नुहुन्न र साधकको जीवनमा धनको प्रवाह सुरु हुन थाल्छ। अड्किएको पैसा अचानक चल्न थाल्छ र व्यक्ति आफै अचम्ममा पर्छ। तर यो कुनै चमत्कारको कथा होइन, यो त तन्त्र र शास्त्रमा उल्लेख गरिएको गुप्त मन्त्रको ज्ञान हो। भनिन्छ यदि यो मन्त्र सही विधि र श्रद्धाका साथ जप गरियो भने यसले केवल धन मात्र दिँदैन, कमाएको धनलाई टिकाइराख्छ, आयमा स्थिरता ल्याउँछ र बारम्बार आउने आर्थिक समस्याबाट मुक्त गर्छ। यहाँसम्म कि जसले यो मन्त्र श्रद्धापूर्वक केवल सुन्छ पनि उसको मनभित्रको गरिबीको सोच टुट्न थाल्छ। यो मन्त्र धन बढाउन मात्र होइन, त्यो मानसिक ढोका खोल्नका लागि हो जहाँ लक्ष्मी स्थिर भएर बस्छिन्। कुबेरको यो शक्तिशाली मन्त्र यस प्रकार छ। ओम श्रीम ह्रीम क्लीम वित्तेश्वराय नमः। यस मन्त्रमा श्रीमले धन आकर्षित गर्छ, ह्रीमले डर र अवरोध हटाउँछ र क्लीमले धनलाई बाँधेर राख्छ। त्यसैले यो मन्त्रले कमाई मात्र होइन, कमाएको धनलाई पनि जोगाउँछ। अब सही विधि जान्नुस्, किनकि यही धेरैले गल्ती गर्छन्। यो मन्त्र बिहीबार वा शुक्रबार सूर्यास्तपछि शान्त मनले 11, 21 वा 108 पटक जप गर्नुहोस्। संख्याभन्दा पनि श्रद्धा, नियम र निरन्तरता महत्त्वपूर्ण हुन्छ। जप गर्दा मनमा एउटै भावना राख्नुहोस्, म धनको सम्मान गर्छु। याद राख्नुहोस्, कुबेर लालच होइन, अनुशासन र आभार हेर्छन्। यदि यो ज्ञान तपाईलाई सही लाग्यो भने भिडियो लाइक गर्नुहोस् र च्यानल सब्स्क्राइब गर्नुहोस्।